हेलो 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 म तिमीलाई एउटा प्रश्न 2-4वटा प्रश्न सोध्छु त्यो चाहिँ हामी भन ल तिमीलाई नै हिरो भन्ने त्यो दिमागमा को आउँछ नेपालमा ल नेपालको चाहिँ दिमागमा आइहाल्नु पऱ्यो क्या हिरो भन्ने चाहिँ को आउँछ राजेश हमाल हिरोइन भन्ने बित्तिकै रेखा थापा अनि नेता भनेपछि केपी ओली अनि अर्को के छ भने पत्रकार भनेपछि निश्चित महानायक भनेपछि राजेश हमाल अनि महानायिका भने दिपाश्री भनेपछि अर्को पनि सोधेँ है त मैले अब नेताहरूमा चाहिँ अलिक हुन्छ नि यो चाहिँ जननेता हो युग नेता हो भन्ने जस्तो त्यस्तो कोही लाग्छ नेपालमा हिजो पुर्खादेखि मेयर पनि अहिलेसम्म आएको मेयर नेतालाई पनि नेता नै मानौँ न अहिलेसम्म होइन ल भालेन्सा हर्क सम्पाङ त्यो दुईवटा मात्रै अनि एउटा रामेछाप साग पनि सुनेको थियो त्यो सुने तिमीलाई मनमा के आउँछ भन्ने कुरा त्यो तिनजना हो म नाम याद भएन सायद हामी चाहिँ खासमा इभिनिङ वाक हिँडिरहेछौँ होइन लाइट चाहिँ मेरो मुखमा केही छैन अन्धकार छ त्यही अन्धकारमा चाहिँ हामीले अलिअलि क्विज कन्टेस्ट खेले जस्तो गरे होइन अब मेरो मिसेसलाई चाहिँ मैले यो भनेर सोद्धा को याद आउँछ भनेर चाहिँ बनाएको हो सो मलाई चाहिँ कसैले अब नायक भनेर सोध्यो भने मलाई को याद आउँछ भन्दाखेरि नायक भन्यो भने त्यो दिमागमा कोही पनि याद आउँदैन होइन हिरो भन्यो भने चाहिँ अब राजेश हमाल याद आउँछ नेता भन्यो भने चाहिँ अब मैले अनुभव पनि नगरेको तर सुनेको अथवा अलिअलि भाषण सुनेको हिसाबमा चाहिँ मदन भण्डारी नेता जस्तो लाग्छ अब राजनेता भन्यो भने मैले नेपालमा राजनेता कोही पनि भेटेको छैन पत्रकार भन्यो भने अब ट्याक्कै दिमागमा होइन पत्रकार भन्ने त्यो सम्झिने मान्छे त ऋषि धाउला मात्रै होला सायद होइन अब त्यो कस्तो त व्यक्तित्वले पनि सम्झाएको होला मेमोरीमा रहिरहन चाहिँ पत्रकारमा अब अरू पनि थुप्रै हुनुहुन्छ त याद पहिलोचोटि चाहिँ उहाँ याद आउनु भयो यति नै अरू केही छ हामीले गर्नुपर्ने कुराहरू गाइस आजलाई यति नै होइन हामी फेरि म भोलिको पनि नाइट ब्लग हाल्छु भोलि चाहिँ म खानेकुराको बारेमा सोध्छु यो सम्झिँदा के खानेकुरा याद आउँछ भनेर आजलाई चाहिँ यति नै बाइ सी यु गाइस